So hello guys, welcome back to my channel. Welcome back to Dumb Trading. आज साताको तेस्रो दिन कारोबार भएको दोस्रो राइट सेकेन्ड ट्रेडिङ डे थर्ड डे अफ द विक ट्युसडेको दिन बजार आज पनि रातै लागेको छ है 24 अङ्कले घटेको बजार 2608.33 बिन्दुमा रोकिएको छ 0.93% को डेप्रिसिएसन टर्नओभर आएको छ 3.2 अर्बको है एडभान्स हुने कम्पनीहरू छ 35 वटा डिक्लाइन हुने कम्पनीहरू छ 235 वटा र अनचेन्ज्ड कम्पनीहरू छ 5 वटा यसरी हेर्दाखेरि अझैसम्म पनि सेलिङ प्रेसर हाबी छ देखिरहेको छ बजारमा है यो भयो इन्ट्राडेको विश्लेषण बजार इन्ट्राडेमा हुँदाखेरि लोअर लो र लोअर हाईको फर्मेसन हुँदै हुँदै नै तल झरेको छ है अब यो लास्टको इन्क्रिज जहिले भइरहने इन्क्रिज भयो अब टप गेनर्समा आएको स्टकहरू छन् स्नो रिभर्स भर्खर आएको आइपिओ कोरबल लास्ट मिनेट एसएमएफभिएस माइक्रोमा राम्रै डिमान्ड जेनेरेट भइरहेको थियो डिभेन्चर भइहाल्यो यो सृजनशील राम्रै डिमान्ड जेनेरेट भएको छ केकेएक्सीमा राम्रो डिमान्ड जेनेरेट भएको छ है सुरुमा बढेर पछिको हटेको छ नेचर त्यस्तो छ त्यो पनि ख्याल चाहिँ राख्नुपर्ने हुन्छ एट द सेम टाइम भोल्युम पनि इन्क्रिज आएको छ जिएससिएलमा राम्रो डिमान्ड जेनेरेसन भएको छ डिभेन्चर्स भयो अरू सबै डिभेन्चर्सको कुरा भइहाल्यो त्यसै गरी टप टर्नओभरको कुरा गर्नुपर्दाखेरि नयाँ स्क्रिप्ट सिद्धार्थ ब्याङ्क लिमिटेड आज टप टर्नओभरमा आउन सफल भएको छ त्यसै गरी तक्सरमा आज सेलिङ देखिएको छ एकेजेसिएल एकेजेसिएल एउटा पोइन्टमा पुगेर तल्लो अवस्था सपोर्ट जस्तो ठाउँमा आएर कारोबार आइरहेको छ एकेजेसिएलको लगभग हप्तैभरि नै बढी कारोबार आइरहेको छ त्यस्तै गरी एनआरएन र यामालिङ घटेको जस्तो लाग्यो ओके यो भयो हाम्रो सरासर इन्ट्राडे के भयो कस्तो भयो कुन टप गेनर्समा आयो टप लुजर्समा को आयो र टप टर्नओभरमा को आयो भन्ने यो भयो नेप्सेको त्यो विश्लेषण है अब आज मैले अपलोड गर्दैछु भिडियो भनेपछि आज अलिकति प्यानिकको अवस्था छ है म अलिकति प्यानिक भएको बेला मात्र अपलोड गर्छु प्रायः जसो चाहिँ हैन हरियो लागेको बेला खासै अपलोड गर्दिनँ सँगसँगै मेरो स्केड्युल पनि वेडनेसडे टु ट्युसडे हो अब लागौँ बजारको विश्लेषणमा के भनिरहेको थियौँ कन्टेक्स्टमा राखौँ सुरुमा के गर्दैछौँ भन्ने पनि कन्टेक्स्टमा राखौँ र कसरी प्लान गर्ने त आउँदो दिनहरूमा अब आज जुन पनि सक्यो है हामीले आधार मानिरहेको सिजनालिटी चार्टको बेसिसमा जुलाई हो जुन त हामीले भनि नै रह्यो डरलाग्दो समय आज त 5% को डिप्रिसिएसन छ होल जुनभरि है यसले गर्दाखेरि मन्थली क्यान्डल पनि नराम्रो बनेको छ है बट वी विल जस्ट टेक दिस एज बाई अपर्च्युनिटी के को लागि जुलाईको हरियोमा बेच्नलाई अब जुलाईमा हरियो हुन्छ कि हुँदैन प्रोबेबिलिटीहरू हेरौँ हरियो हुने चान्स छ कि छैन भए कतिसम्म हुन सक्छ भन्ने हेरौँ र नेगेटिभ एक्सपेक्ट्सहरू पनि कुरा गरौँ डिस्कस गरौँ है त आज सुरुमा मैले अस्ति भनेकोबाट मैले तीबाट कन्टिन्यू गर्न चाहे मैले यहाँ विकलीमा यो लेभलमा हुँदाखेरि विकली अर्डर बक्समा आउँछ नै भनेको थिएँ र आयो है आज विकली अर्डर ब्लकसम्म आएको छ अलिकति ब्रिच गरेको जस्तो छ है विकली अर्डर ब्लकको लो कति छ 2608.95 मा आज अलिकति ब्रिच भएको छ अब विकेन्ड हुन छ हामीलाई 3 दिन छ जस्तो लाग्छ वेडनेसडे थर्सडे फ्राइडे है सो 3 दिन छ अब 3 दिन हेरौँ के हुन्छ बजार त्यही अनुसारले मन्थलीमा हेर्नु पर्दाखेरि भेरी ब्याड है मन्थलीमा हेर्नु पर्दा अझ हायर टाइम फ्रेम पर्यो त्यति राम्रो देखिएको छैन है अब बजार यहाँबाट कन्टिन्यू माथि हुन्छ कि यही नै ग्रीन क्यान्डललाई कन्टिन्युएसन दिएर तल झर्छ भन्ने मन्थलीले देखाइरहेको छ है सो लेट्स सी अब हाम्रो स्ट्राटेजी के हुन्छ त है हामीले त बजार हेरेर स्ट्राटेजाइज गर्ने हो आफ्नो पोजिसनहरू मोडिफाई हामीले बजारलाई हेरेर गर्नुपर्छ सो अब के गर्ने त ल एकदमै धेरै पहिला मैले एउटा यहाँ के भनेको थिएँ
1 आवरमा यो ठाउँबाट है, यो ठाउँबाट तल आउँदाखेरि स्टप लस हिट हुने चान्स पनि हुन्छ भनेको थिएँ एउटा भिडियोमा, जुन भयो है। यो ब्रेक हुने बित्तिकै मैले विकली अर्डर ब्लकसम्म आउँछ नि भने, त्यो पनि भयो है। अब त्यो मैले भन्न त भने, तर मेरो आफ्नै नै पोजिसन्सहरू बाई पोजिसनमा बसिरहेको छु यो लेभल्सहरूमा है। मैले जहिले पनि विश्लेषण गर्दाखेरि म किनिरहेको छु कि बेचिरहेको छु भन्ने कुरालाई आधार मानेर कहिल्यै विश्लेषण गर्दिनँ। बजारले जे देखाइरहेछ त्यही नै कुरालाई आधार मानेर नै म विश्लेषण गर्छु, अनि मेरो पोजिसन्सहरू चाहिँ त्यो अनुसारले चाहिँ रणनीति बनाएर किनबेच गर्ने गर्छु है। सो अब हेर्नुहोस्, बजार विकली अर्डर ब्लकमा आएको छ। लास्ट पिओआई यही नै हो, लास्ट पिओआई पनि आज ब्रिज भएको छ है। अर्डर ब्लक लास्ट पिओआई तपाईँले हेर्नुभयो भने यो एउटा हुन्छ हैन। सो त्यो पिओआई पनि अलिकति ब्रिजै चाहिँ छैन जस्तो छ है। सो ब्रिजै चाहिँ छैन है, स्टिल गुड ब्रिजै चाहिँ रहेन रहेछ, तर पनि लिक्विडिटी चाहिँ स्विङ लोको लेकै छ है। अबको अवस्था के त, अब कसरी हेर्ने बजारलाई भन्ने कुरामा डिस्कस गर्नुभन्दा अगाडि सुरुमा एसएमसीको कुनै कुनै स्ट्रक्चरहरू हेर्न जरुरी छ है। सुरुमा कन्टेक्स्टमा राखौँ, हामीले लिएको यहाँको पोजिसन, यहाँको पोजिसन, यहाँको पोजिसन र यहाँको पोजिसनको आधारमा कन्टेक्स्ट बुझौँ। त्यो कन्टेक्स्ट अनुसार चाहिँ अब के भइरहेको छ र यो पोजिसन्सहरूलाई कसरी मेन्टेन गर्ने भन्ने कुरा हेर्न जरुरी छ। ल अब सुरुमा यो भयो हाम्रो मार्केट स्ट्रक्चर सिफ्ट हुने ठाउँ है। सो डिफेन्सिभ प्लेयर्सहरूले मार्केट स्ट्रक्चर सिफ्ट भएपछि नै डिस्काउन्टेड जोनहरूमा बाई पोजिसन राख्ने भन्ने डिस्कसन भएको थियो हैन। सो त्यो बाई पोजिसन्सहरू फ्रुटफुल चाहिँ देखिएको छैन है, केही पनि खासै फ्रुटफुल देखिएको छैन। कुनै कुनै स्क्रिप्ट चल्यो, त्यो कुनै कुनै स्क्रिप्टबाट पैसाहरू भयो, अहिले किन्नलाई पैसा त अलिअलि होला हैन, बट स्टिल किन्ने बित्तिकै त्यो पोजिसन भ्यालिडेट भएर माथि बजार चाहिँ गएन। त्यो चाहिँ हाम्रो एक्सेप्ट गर्नुपर्ने कुरा हो एउटा हैन। अब हेर्नुहोस् है, बजार यो मार्केट स्ट्रक्चर सिफ्ट भयो हो। मार्केट स्ट्रक्चर सिफ्ट भइसकेपछि के भयो, यहाँ ब्रेक अफ स्ट्रक्चर। ब्रेक अफ स्ट्रक्चर हुने बित्तिकै बजारले जुन यो इन्ड्युसमेन्ट बनायो, यसलाई हामी इन्ड्युसमेन्ट भन्छौँ। इन्ड्युसमेन्ट भनेको यो त ट्र्यापिङ भयो नि त है। यो बजारले ब्रेक अफ स्ट्रक्चर त देखायो यहाँ है, यो ठाउँमा ब्रेक अफ स्ट्रक्चर देखायो, तर ट्र्यापिङ भयो भनेको अन्तिममा यो 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 ब्रेक देखेर किन्नेले यसलाई स्टप लस मान्छन् है। यो स्टप लस हिट भएपछि एक्जिट हुन्छ। बजारले त्यसमा कसरी रियाक्ट गरेको छ त, इन्ड्युसमेन्ट लियो, हाम्रो पोइन्ट अफ इन्ट्रेस्टहरू यहाँ थियो, पोइन्ट अफ इन्ट्रेस्टमा आयो र बजार फर्किने कोसिस गर्यो है। कोसिस चाहिँ गर्यो, यहाँदेखि यहाँसम्म राम्रै कोसिस गरेको थियो, 8% को इन्क्रिज भएको थियो, तर त्यसपछि बजार आजसम्म घटेर कति 9%, त्योभन्दा 9% घटेको छ है। 8% बढेको थियो, 9% घटेको छ भनेपछि यस्तो स्ट्रक्चर क्रिएट भएको छ हैन। ल अब स्ट्रक्चरहरू हेरौँ है। हाम्रो यो मार्केट स्ट्रक्चर सिफ्ट हुने बित्तिकै हाम्रो हायर लो कुन थियो भनेर हेर्नुपर्ने हुन्छ है। सो हाम्रो यो हायर लो हुँदैन, यसलाई हामी इन्ड्युसमेन्ट मान्छौँ। किनभने यहाँ ट्र्यापिङ भएको छ। अब हायर लो चाहिँ हाम्रो यो लेभल्सहरू हुन्छ है। सो हायर लो यो लेभल्सहरूमा हुन्छ भने तपाईहरुलाई एसएमसी आईसीटी को ज्ञान छ अलिकति पनि भने हायर लो को मुनि चेन्ज अफ क्यारेक्टर बसिरहेको हुन्छ है। त्यो कुरा बुझ्न जरुरी छ। यो हायर लो ब्रिज हुने बित्तिकै मार्केटले क्यारेक्टर चेन्ज गर्यो भन्ने बुझिन्छ है। सो त्यो कुरा चाहिँ क्लियर हुनुपर्छ हामी हैन। सो चेन्ज अफ क्यारेक्टर गर्यो। अब हेरौँ हायर टाइम फ्रेम्सहरू, यहाँ चेन्ज अफ क्यारेक्टर आइसक्यो है। जुन यो हामीले चेन्ज अफ क्यारेक्टर मानिरहेको थियौं त्यो चेन्ज अफ क्यारेक्टर फ्रुटफुल देखिएन। त्यसपछिको बाईहरू के गर्दियो बजारले उल्टो हायर लोलाई ब्रेक गर्यो है। सो यो अवस्थामा हामीले प्लान कसरी गर्ने त, यो अनसर्टेन कुरा थियो
यो कुरा एन्टिसिपेटै गरेको थिएन र पोजिसनहरू यहाँ लिएको थियो। सबै कुरा एन्टिसिपेट गरेर मात्रै पोजिसन यहाँ लिएको थियो। अब म बुझाउँछु किन भनेर, राइट। वी हेभ, सुरुमा हामीले के बुझ्नु पर्यो? हामीले के बुझ्नु पर्यो भन्दाखेरि हाम्रो आधार, हाम्रो ट्रेडिङ आधार हायर प्रोबेबिलिटी ट्रेड्सको आधारमा भएको थियो है, प्लानिङ है। सो जुलाईको हाईमा फाल्ने, जुलाईको ग्रिनमा फाल्ने भनेर प्लानिङ भएको छ। अहिलेसम्म त्यही नै प्लानिङ छ, र त्यो प्लानिङ जबसम्म जुलाई रातो लाग्दैन त्यतिखेरसम्म रङ प्रुभ हुँदैन, किनभने हायर प्रोबेबिलिटी त्यतै छ, डेटाहरू त्यतै देखाइरहेको छ है। सो अब के गर्ने त? अब बजारलाई हेरौँ। बजारले चेन्ज अफ क्यारेक्टर देखायो है। यहाँ पनि बजारले चेन्ज अफ क्यारेक्टर देखाएको थियो। चेन्ज अफ क्यारेक्टर भइसकेपछि के भएको थियो? चेन्ज अफ क्यारेक्टर भइसकेपछि यो ठाउँमा, चेन्ज अफ क्यारेक्टर भइसकेपछि यो ठाउँमा एउटा पिओआई छ है। यो ठाउँमा पिओआई छ। के भयो? तपाईले यहाँदेखि यहाँसम्म मान्न सक्नुहुन्छ अर्डर ब्लकलाई लिएर हैन। सो यो वाला अर्डर ब्लकलाई लिएर अब फर्स्ट पिओआई त्यो भयो। मार्केट स्ट्रक्चर सिफ्ट पछिको फर्स्ट पिओआईबाट सेलिङ हुन्छ है। किन सेलिङ हुन्छ? अप ट्रेन्डको लागि सेलिङ हुन्छ भन्ने एउटा एन्टिसिपेसन हुन्छ। तर बजारले हामीलाई यहाँ के देखायो? अर्को मार्केट स्ट्रक्चर सिफ्ट देखायो है। सो यो र यसको पावर उति हुन्छ। यो चेन्ज अफ क्यारेक्टर भयो है। यो पनि त्यस्तै चेन्ज अफ क्यारेक्टर भएको है। यो पनि एउटा स्ट्रक्चर हो र यो पनि एउटा स्ट्रक्चर हो। अब हेर्नुस् त के भयो? चेन्ज अफ क्यारेक्टर हुने बित्तिकै यो पिओआई बाट रेस्पेक्ट आएर तल आयो मार्केट है। मार्केट स्ट्रक्चर सिफ्ट अप ट्रेन्डतिरको भइरहेको थियो। पिओआई मा ठोक्किसकेपछि डाउन ट्रेन्डको क्यारेक्टरिस्टिक्स देखायो है। सो अब पनि हुने त्यही नै हो। बुझ्नु मैले भन्न खोजेको? अब म बुझाउँछु है त। यहाँ चेन्ज अफ क्यारेक्टर भयो। चेन्ज अफ क्यारेक्टर भइसकेपछिको फर्स्ट पिओआई कुन हाम्रो? यो है। यो हाम्रो फर्स्ट पिओआई राइट। अब के हुन्छ यहाँबाट? पिओआई बाट रेस्पेक्ट आउँछ है। अब कस्तो खालको रेस्पेक्ट आउँछ? यसमा चाहिँ यस्तो वाला रेस्पेक्ट आएको थियो, यो तपाईले देख्न सक्नुहुन्छ। यस्तो भएको छ यो लेभल्सहरुमा है। यो वाला स्ट्रक्चर फर्मेसन गरेर तल झरेको छ मार्केट। अब यसले कि त यहाँ रिभर्सल बनाउनु पर्यो केको लागि? डाउन ट्रेन्डको एउटा पिओआई रेस्पेक्ट गर्नको लागि है। सो त्यो भनेको यो यहाँसम्म आउँछ। अब यसले यसरी पनि जान पायो, यो यसरी पनि जान पायो हैन। जसरी पनि जान पायो यो लेभल्सहरुमा आइसकेपछि। तर हामीलाई के चाहिँ थाहा छ भने अब ट्रेन्ड सिफ्ट भइसकेपछि एउटा म्याग्नेट प्राइस हुन्छ है। एउटा प्राइस कस्तो हुन्छ भन्दाखेरि त्यो ठाउँसम्म आउँछ मार्केट है। अब यो जुलाईको बेला छ, बुझिरहनु भएको छ? अब यो जुलाईको बेला छ। जुलाईमा हरियो लाग्ने लगभग कन्फर्म देखिरहेको छ अहिलेसम्म हैन। अब फ्युचरको कुरा त थाहा भएन। अहिलेसम्म चाहिँ जुलाईमा हरियो लाग्ने कन्फर्म देखिरहेको छ है। सो अब कसरी प्ले हुन सक्छ त नेप्से? अब कसरी प्ले हुन सक्छ भन्दाखेरि हाम्रो मार्केट स्ट्रक्चर सिफ्ट कहाँ हुन्छ भनेर हेर्नुपर्छ है। हाम्रो मार्केट स्ट्रक्चर सिफ्ट कहाँ हुन्छ? यहाँ छ स्ट्रक्चर, छैन। यहाँ छ स्ट्रक्चर, छैन। सो वी विल टेक दिस एज आवर मार्केट स्ट्रक्चर सिफ्ट है। सो यसलाई हामी मार्केट स्ट्रक्चर सिफ्ट जसरी लिन्छौँ के को लागि? सेलिङ गर्नको लागि। कुन सेलिङ? यो मार्केट स्ट्रक्चर ब्रिच भइसकेको पिओआई को अब्जेक्टिभ मिट गर्ने सेलिङ है। अब सुन्नुस् है, यो ठाउँमा किन पोजिसन लियौं हामीले? यो ठाउँमा किन पोजिसन लियौं? यो एरियाहरुमा किन एड गर्यौं हैन? अहिले पैसा आउँदाखेरि यो एरियाहरुमा किन किनिरहेको छौं? सो दैट वी क्यान डिक्रिज दिस पोजिसन। अब यो लिएको पोजिसन्सहरु छ नि यो ठाउँहरुमा, यो पोजिसनहरु अब डिक्रिज गर्नुपर्ने हुन्छ यो लेभल्सहरुमा आएपछि
है। बजार बढ्छ जुलाईमा थाहा छ, मात्र क्वेसन के थियो, चेन्ज अफ क्यारेक्टर दिएर बढ्छ कि चेन्ज अफ क्यारेक्टर सेभ गरेर बढ्छ भन्ने थियो क्वेसन है। अब चेन्ज अफ क्यारेक्टर दियो बजारले भनेपछि हामीले जुन सोचिरहेको थियौँ कि बजार अब चाहिँ यो हाई बिट गरेर माथि जान्छ, त्यसको प्रोबेबिलिटी कम हुन जान्छ। बजारले टार्गेट खुम्चायो जुलाईको लागि। यदि 2700 मा टिकेको भए 300-400 पोइन्ट 3000 जान गाह्रो थिएन है। अब बजार 2600 मा आइदियो, अलमोस्ट 2580 नजिकै आएको छ भनेपछि अब र्याली आउँदाखेरि पनि टार्गेट खुम्चिन्छ, नयाँ हाई एक्सपेक्ट गर्न गाह्रो हुन्छ है। सो यो कारणहरूले गर्दाखेरि यो लेभल्समा भएको बाई पोजिसन्सहरू चाहिँ निक्लिन्छ। यो सबै प्लान गरेर नै पोजिसनहरू लिएको थियो। वर्स्ट केस सिनेरियो के हुन सक्छ, कसरी बढ्न सक्छ मार्केट, यो सबै कुरा हेरेर मात्रै हामीले रिस्क लिएको थियौँ यो ठाउँहरूमा, राइट। सो द्याट यस्तो अवस्था आयो बजारमा, प्यानिक छ, सबैजना प्यानिक छन्, तर हामी त प्लानमा छौँ, केही भएको छैन। आज यो ब्रिज डाउन गरेर बजारले एउटा डाइरेक्सन स्ट्रङ रूपमा तह गरेको छ है। सो हाम्रो प्लानिङ अब त्यही अनुसारले अगाडि बढ्छ हैन। सो अब के हुनु पर्यो, विकली अर्डर ब्लकमा रियाक्सन देखिनु पर्यो। देखिसकेपछि विकली अर्डर देखिसकेपछि अब तपाईले मोस्ट अफ द टाइम जुलाईको चाहिँ के हुन्छ भन्दाखेरि, मोस्ट अफ द टाइम जुलाईको चाहिँ अलि एग्रेसिभै राइज देखिरहेको हुन्छ। सो त्यो एग्रेसिभ राइज देखिएको कारणले गर्दाखेरि पनि फर्स्ट टार्गेट हाम्रो 2720 देखि 2740 हुन जान्छ, यो लेभल्सबाटको फर्स्ट टार्गेट है। त्यसरी हेर्नुपर्ने हुन्छ बजारलाई हैन। अनि त्यसपछि हामी के गर्छौँ, त्यसपछि हामी मन्थलीमा ट्र्याक गर्छौँ है। चेन्ज अफ क्यारेक्टर आयो, अब यहाँबाट बजारले मोस्ट प्रोबेबली मन्थली ओपनिङ कोर्स अलिकति मुनि आएर माथि जानु पनि पायो हैन, नत्र यही नै ठाउँबाट ग्रीन क्यान्डल बनाएर 2680 गर्दा गर्दै 2740 सम्म जाँदा यहाँसम्म पुग्छ है, यहाँसम्म जान्छ। सो त्यो आधारमा चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। हायर टाइम फ्रेम्सहरू कुनै पनि राम्रो देखिरहेको छैन। मन्थली हेर्नुहोस्, मन्थली नै बिग्रेको छ। 3 मन्थ्स हेर्नुहोस्, 3 मन्थको झनै डेन्जर देखिरहेको छ हैन। यो हाम्रो के हुनु पर्थ्यो, सेल साइड बाई साइड यहाँ खानु पर्थ्यो, तर POI-बाट झरेको छ मार्केट। वाट डज दिस इन्डिकेट, दिस इन्डिकेट्स डाउन ट्रेन्ड हुन सक्छ भन्ने इन्डिकेसन चाहिँ गरिरहेको छ। यसको आधारहरू के छ, सप्लाईमा छ है, हामी सप्लाईमा छौँ, त्यो पनि एउटा आधार हुन सक्छ राइट। सो अहिले गर्ने के त, एउटा राइज त आउँछ, त्यो राइज आउँछ भनेर नै हामीले यो ठाउँहरुमा पोजिसनहरु लिएको। सो हाम्रो अबको स्ट्र्याटेजी कस्तो हुनु पर्यो, राइज आउँदाखेरि थोरै थोरै हैन, जुनमा चाहिँ अलिकति बढी टेन्सन दिइरहेको छ त्यस्तो स्क्रिप्टहरु चाहिँ फिल्टर गर्दिने हैन। पोटेन्शियल स्क्रिप्टहरु चाहिँ कम्पाउन्डिङको भ्यालु इन्भेस्टमेन्ट गर्नुपर्ने हुन सक्छ। सो बजारमा आत्तिनु पर्ने अवस्था केही पनि छैन है। यो पोजिसन्सहरुमा लिनु भएको छ भने तपाईले प्लानिङ गरेर अब अगाडि बढ्न एकदमै जरुरी छ है। सो आजको विश्लेषण यति नै। मान्छेहरु अलिकति प्यानिक छन्, प्यानिक अवस्था छ, हुने जहिले फेरि यही नै हो है। जहिले पनि यो पनि हेर्नु त, तपाईले यहाँ हेर्नु भने यो जुन 26 है, यो चाहिँ अलिकति अगाडिबाट बढेको छ, जुन 29 है। अब आज जुन 30 भयो, जुन 30 को दिन रेड क्यान्डल छ, तर यो आधारमा हो त्यो। अब यहाँ हेरौँ, यहाँ के छ, यहाँ के छ, जुन 26, जुन 27, जुन 30 तीनटै नेगेटिभ क्यान्डल्स, त्यसपछि एउटा स्ट्रङ मुभ आएको छ है। सो अब मार्केट साँच्चीकै नै हामीले भने जसरी नै अप ट्रेन्डमै बसिरहनको लागि कि त मार्केट हैज टु सो ग्याप अप वाला कन्डिसनिङ, ग्याप अप वाला कन्डिसनिङ देखाउन सकेन र इम्ब्यालेन्स बनाउँदै गयो भने चाहिँ अलिकति सतर्क हुनुपर्छ, बिकज हामीले डेलीमा मार्केट स्ट्रक्चर सिफ्ट भेटाएको छौँ यो लेभल्सहरुमा है।
एट द एन्ड अफ द डे विकली अर्डर ब्लकमा आएको बाईहरू फेल खाँदैन। अब त बुझ्नुभयो होला नि 2700 देखि 2740 मा किनेको स्टकहरू किन फेल खाँदैनन् भनेर। इट डिपेन्ड्स फेरि अब कस्तो स्टकहरू किनेको छ त्यसमा नि डिपेन्ड गर्छ। जस्तै इन्भेस्टमेन्टको स्टक्सहरू त्यस्तो खासै फरक पर्दैन, माइक्रो फाइनेन्सको स्टकहरू त्यस्तो खासै फरक पर्दैन, बिकज सिजनालिटी अनुसार यही नै सेक्टर्सहरूमा फेरि मुभ आउने सम्भावना देखिन्छ है। अब हेर्नु अस्ति मैले भनेको थिएँ यो ठाउँ खाली छोड्नुहुन्न थियो कि, अलिकति भल्नरेबल बनाइदिन्छ कि, यो ठाउँ खाली छोड्यो बाई पोजिसन घटेर 2660 अर्डर ब्लकसम्म आइहाल्यो। सो मार्केट त्यसरी चल्छ हैन। तर त्यो हुँदा हुँदै पनि हामीसँग इन्ट्राडे छैन, केही पनि छैन। सो हामीले त्यसरी डिसिजन लिन मिल्दैन, बिकज हामीले यहाँ बेच्छौँ फेरि यहाँ किन्ने बनाइदिन्छ। ठिकै त होला यहाँ बेचेर यहाँ किन्न सकिन्छ होला, तर त्यसले गर्दा तपाईँ मेन्टल्ली एक्जस्टेड भइरहनुहुन्छ। तपाईँले ट्रेडिङ गर्दाखेरि कम गर्ने हो, बढी गर्ने होइन। जति कम हलचल गर्नुभयो, जति कम ट्रेड गर्नुभयो, त्यति नै तपाईँको भिजन क्लियर हुँदै जान्छ। एउटा प्लानिङ गरेर गर्नुपर्छ। यो सबै प्लान गरिएकै थियो 2740 2700 तिर आउँदाखेरि है। दुवै केस हेरेर नै यहाँबाट मार्केट स्ट्रक्चर सिफ्ट नै भएछ भने पनि जुलाई आउँछ र जुलाईको स्विङ आउँछ भनेर यो ठाउँमा पोजिसन लिएको। ल मार्केट स्ट्रक्चर सिफ्ट भएन भने यहीँबाट माथि जान्छ भनेर पोजिसन लिएको। सो त्यसरी हायर प्रोबेबिलिटी प्ले हेरेर लिएको पोजिसनमा आत्तिनुपर्ने डराउनु पर्ने अवस्था केही पनि छैन। होला मार्केटले प्यानिक गराइरहेको होला, तपाईँहरूलाई स्क्रिप्ट झरिसक्यो होला 10%, 8 देखि 10%, राइट। तर यही नै हो नेचर मार्केटको हैन। तपाईँले आफ्नो क्यास म्यानेजमेन्ट चाहिँ ध्यान दिइराख्नुपर्छ। त्यस्तो दिनुभयो भने यही अवस्था पनि तपाईँलाई रमाइलो लाग्छ, क्यास हुन्छ त्यही भएर। सो आजलाई त्यति नै है। बजारले एउटा ट्रेन्ड डाइरेक्सन चाहिँ आज डिटरमाइन गरेकै छ। त्यो आधारमा हामीले बजार आउँदो दिनहरूमा हेर्ने अवस्था हुन्छ नै, किनभने हायर टाइम फ्रेम्सहरू राम्रो देखिएको छैन। इभन 6 मन्थ्स हेर्नुभयो भने तपाईँले यु क्यान सी द नेगेटिभिटी है। यो क्यान्डल भन्दा यो क्यान्डलको भोल्युम धेरै। सो के गर्नु पर्यो, तल आएर माथि जानु पर्यो है। सो द्याट क्यान ओन्ली ह्यापेन यही मिराकल मन्थमा, जुलाईमा होइन। सो त्यसरी हेरौँ। अब हामीले कति बेला चाहिँ हामी रङ छौँ भन्ने त त्यो पनि एउटा क्वेसन हुनसक्छ। अब हेर्नुहोस् है, तपाईँले यसलाई किन हाई प्रोबेबिलिटी मान्न मिल्दैन, गाह्रो हुन्छ भन्दाखेरि यो कुनै पनि हायर लो र हायर हाईको फर्मेसन भएको स्ट्रक्चर होइन। यो पुरै एउटा लिक्विडिटीको स्ट्रक्चर हो। हाम्रो हायर लो र हायर हाई भएको स्ट्रक्चर भनेको यो 2500 यो वाला है। सो मार्केट स्ट्रक्चर सिफ्ट, लिक्विडिटी अनि पिओआई पनि जान सक्छ मार्केट। त्यो हुँदाखेरि यहाँसम्म आउने देखियो भने चाहिँ है अझै हाम्रो टार्गेट खुम्चिन्छ र हाम्रो टार्गेट त्यसपछि यसको माथिसम्म मात्र हुन जान्छ 2700 सम्म। त्यसरी हामीले बजारलाई हेरिरहेको छौँ, केही पनि छैन प्यानिक हुने अवस्था। स्टिल जुलाई बाँकी नै छ, हामीले सोचेकै अनुसारले प्ले भइरहेको छ। सो कन्फिडेन्ट हुनु पर्यो है त। ल आजलाई यति नै। मेरो अब फेरि नेक्स्ट विक आउँछ भिडियो, त्यसको लागि कुर्नु होला। आजलाई यति नै। सबैलाई ह्यापी ट्रेडिङ, टेक केयर अफ योरसेल्फ, सी यु गाइज इन द नेक्स्ट भिडियो।